साङछाङदी र छतिवन सिमले जोड्ने आँधी खोलाको पुलको काम कम्प्लिटली सकिएको छ। यो पुलले चाहिँ नि धेरै नै ठुलो राहत दिएको छ। यहाँ यस्तो छ, यो त सुन्तला त यो सुन्तलाको चाहिँ नि निकै राम्रो चाहिँ उर्वर चाहिँ शक्ति भएको ठाउँ हो यो। अब अहिलेको सरकार, अब आउने सरकारले बाँदरको पनि नियन्त्रण गर्ला भन्ने चाहिँ हामीलाई आश छ। तर चाहिँ बर्खामा चाहिँ गाडी चल्न अलिक गाह्रो छ। यता साङछाङतिर त त्यति समस्या छैन। यता चाहिँ सिमले छतिवनको सिमानामा त्यहाँ माथिबाट चाहिँ नि ठुलो भल आउँछ। माथि लगभग 4-5 किलोमिटर माथिबाट, माथि गढीभन्ज्याङभन्दा माथि हाम्रो कोटादेखिको भल यही उसबाट आउने हो। यो पहिल्यै नापी हुँदाखेरि पनि करिब 32 फिटको बाटो नै, 32 मिटर चाहिँ बाटो त्यो खोलाको लागि चाहिँ छोडिएको रहेछ। अनि त्यसैबाट चाहिँ पुलको चाहिँ बाटो राखिएको छ। तर त्यो खोलो गडगडार आउँछ, त्यसरी बढ्दाखेरि तर्न पनि सकिँदैन। त्यसले ठुला ठुला ढुङ्गा पनि ल्याउँछ। त्यसलाई अहिले नाली केही पनि बनाइएको छैन, केवल बिल पास हुने काम मात्रै भएको छ। त्यहाँ त नाली बनाएर त्यो खोलोलाई माथिबाट आएको भललाई मजासँग कटाउनुपर्छ। बढी भएको भल हुम पाइप राखेर आँधीमा चाहिँ फाल्नुपर्छ र अलिकति खेतहरूलाई पनि आवश्यक अनुसारको तलतिर छोडिदिनु पनि पर्ने हुन्छ। तलतिरपट्टिका खेतहरू, यो तलतिर देखिएका खेतहरू जति छन् यिनीहरूलाई चाहिँ नि रोप्दाखेरि त्यही पानीले नै हो रोप्ने। त्यहाँ मूल पनि फुटेर आएको हुन्छ अनि भल पानी पनि हुन्छ, त्यही सबै गरेर रोप्ने हो। अहिले त्यो पानी कता जाने भन्ने पनि छैन। अहिले चाहिँ अब ठेकेदारले काम त सकियो भनेर भनिराख्नु भएको छ। तर चाहिँ त्यहाँ एउटा खाडल छ। त्यो जुन ठेकेदारले काम गर्दाखेरि उनीहरूले आफ्नो सहजको लागि चाहिँ जाली भत्काएर त्यहाँबाट चाहिँ नि ड्रम ट्रकहरू अनि इस्काभेटर व्हिल लोडरहरू चाहिँ तार्ने काम गरेका थिए। त्यहीँबाट चाहिँ गिटी बालुवा सिमेन्टहरू आवश्यक सामग्रीहरू त्यहीँबाटै बोक्थे उनीहरूले। अब त्यो अहिले केही पनि गरेका छैनन्। त्यो गरेन भने आउने बर्खामा पानी त्यहीँबाटै पस्छ। मैले ठेकेदारको सुपरभाइजरलाई, अहिले त इन्जिनियरलाई भेट्न सकिनँ, मैले ठेकेदारको सुपरभाइजरलाई मैले भनेको छु, यदि तपाईँहरूले यो पुर्नु भएन भने आँधी यहीँबाट पस्छ अनि त्यसपछि चाहिँ पुल पारिपट्टि हुन्छ। अनि यो चाहिँ धेरै खतरनाक हुन्छ। यो चाहिँ अरू सबै काम छोडेर भए पनि यो काम गर्नुपर्छ। बरु यो एसिस चाहिँ पुरा नआएको भए चाहिँ केही फरक पर्दैन थियो। तर यो चाहिँ भङ्गालो चाहिँ पुर्नै पर्छ भनेर भनेको हो मैले। भङ्गालो यही हो। यो चाहिँ भङ्गालो पहिला गाडी तर्नको लागि चाहिँ बनाइएको भङ्गालो हो। अब यहाँबाट उनीहरूले जाली पनि भत्काए तलैसम्मको र त्यसपछि यहाँ माथि पनि, माथिको ड्याम पनि भत्काए र भत्काएर अहिले यहाँबाट गाडी आउने गरेको। अहिले यिनीहरूले काम कम्प्लिटली सकेर आनन्दमा बसेछन्। यो काम नगरिकन यिनीहरू गयो भने यो खोलो चाहिँ नि आँधी खोलो यहीँबाट पस्छ। अब पुललाई नभगाए पनि क्षति चाहिँ यसले ठुलै गराउँछ। त्यो कारणले अब मैले ठेकेदारलाई भनेको छु, तपाईँहरूले कुनै पनि हालतमा यो काम चाहिँ पुरा गरेर जानुपर्छ। यदि यो चाहिँ काम पुरा भएन भने आँधी यहाँबाट पस्छ। यदि तपाईँहरूले यो काम नगरिकन छोडेर जानुहुन्छ भने हामी चाहिँ अब सम्बन्धित ठाउँमा पनि हामी जान्छौँ भनेर भनेको छु। तर यो विडम्बनाको कुरो, अब एउटा घर बनाउँदाखेरि त मान्छेले चाहिँ नि आफ्नो घर बनाउँदाखेरि त्यहाँ सयौँचोटि हेरे हुन्छ। ठेकेदारलाई जिम्मा दिए पनि आफ्नो काम चाहिँ गएर उसले आफ्नो काम कर्तव्य निभाएको हुन्छ। यत्रो पुल बनाइराखेको छ। यो पुल बनाउँदाखेरि यो सरकारी ठाउँमा भएका, सरकारी जग्गामा भएका यता बुट्टाहरू काटिएको छैन। यो बिचको अब त्यो माथि कुनाबाट चाहिँ नि पछि नाली निकाल्नुपर्छ। त्यहाँ चाहिँ नि यो बुट्टाहरू त काट्नुपर्छ त। त्यो बुट्टा काटेन भने अनि त्यहाँ नाली निकाल्न पनि अप्ठ्यारो हुन्छ, बाटो पनि साँग्रो हुन्छ। यतापट्टि तलतिरपट्टि खेत छ, यो खेतहरूलाई पनि बिगार्न हुँदैन। जुन चाहिँ बाँकी रहेको ठाउँ छ यसमा त चाहिँ एरी रुखहरू त काट्नुपर्छ नि त। यत्र रुखहरू त्यत्तिकै छोडिदिएको छ। यसले चाहिँ भोलि बिहान ठुलो समस्या ल्याउन सक्छ। अनि यहाँ पनि त्यत्तिकै फिलिङ गरेको थियो, खासै ठुलो ढुङ्गाहरू पनि छैन। अब सानो ढुङ्गा किटी बालुवा हालेर यो पुर्याएको छ। यो खोल्सोबाट चाहिँ नि पुरै बाढी आउँछ। यो खोल्सोबाट उस्तै पऱ्यो भने तर्न पनि सकिँदैन यो ठुलो आएको बेलामा। अब यो धेरै माथिबाट आउने हो। यो त्यसले गर्दाखेरि यो चाहिँ अलिक गाह्रो छ। अहिले चाहिँ
अहिले हिउँदमा त यहाँबाट सर गाडीहरू जुनसुकै गाडीहरू पनि जान सक्ने भयो। अहिलेलाई त खासै समस्या छैन। अब पानी आइसकेपछि भल आउने बित्तिकै यो भल गडगडाएर यहीँबाट पस्छ। धेरै खोल्सा बाटो चाहिँ यहाँबाट पस्छ, यहाँ मान्छे चाहिँ हिँड्न नसकिने हुन्छ। अहिले ठुल्ठुला ढुङ्गाहरू पनि ल्याउँछ अनि यहाँ गएर त यही बाटोबाट जाने हो यो। अनि यही बाटोलाई त एउटा ठुलै भलले खोलिहाल्छ, त्यसपछि गाडी मोटरसाइकल केही पनि हिँड्न मिल्दैन। अब मान्छेहरू मात्रै हिँड्न मिल्छ। अब यसमा चाहिँ नि कमसेकम यो बुट्टा काट्नुपर्छ, यहाँ चाहिँ नि अलिकति चाहिँ त्यो गर्नुपर्छ भन्ने चाहिँ कोही पनि देखिएन। अलिकति सम्बन्धित निकायको चाहिँ नि कमसेकम हेर्ने त हुनुपर्छ त। अनि उहाँहरूले चाहिँ पनि त भन्नुपर्छ यो रुख काट्नु पऱ्यो, अर्को रुख काट्नु पऱ्यो, ड्रेन बनाउनु पऱ्यो। अनि यसलाई चाहिँ बजार ढुन्ना पो कति चाहिन्थ्यो र अन्त धेरै पुरै नसक्यो भने पनि अलिकति ढलाइ गरिदिएको भए त राम्रो हुन्थ्यो। अब यो काट्नु त काट्नै पर्छ यो रुख। अब कहिले कसरी घटाउने हो, तर चाहिँ अलिकति राज्यको निकाय नै निकम्बा हो कि जस्तो। किनभने अलिकति यस्ता कुराहरूमा त जसले हेर्ने हो यो पुल सडक डिजाइनले हेर्ने हो। अनि उहाँहरूले त यसलाई चाहिँ नि हेरेर यहाँ यो भएन ऊ भएन यो गर्छु ऊ गर्नुहोस् भनेर त्यो ठेकेदारलाई पनि निर्देशन दिनुपर्छ त। ठेकेदारले त त्यो पुललाई चाहिँ त्यो रुखलाई चाहिँ बिचामा छोडेर गएको जति त्यो रुखले चाहिँ कति डिस्टर्ब गर्छ। भोलि बिहान ढलाइ गर्दाखेरि समस्या हुन्छ त। अनि त्यहीँबाट नाली निकाल्न पनि गाह्रो हुन्छ। त्यही हुँदाखेरि ल मैले चाहिँ नि सबैलाई जानकारी बनाएँ। त्यो भङ्गालो पुरिएन भने आँधी खोलो सिधै डौवा फाँटमा भौगोका भएर डौवा फाँट हुँदै गएर निवास बनाइदिन्छ यही वर्ष नै। त्यो हुँदाखेरि सबैले चाहिँ नि यसलाई ध्यान दिएर सुनेर बुझेर यदि चाहिँ नि सरकारले गरेन केही पनि गरेन भने पनि हामीले व्यक्तिगत तर्फबाट भए पनि केही पैसा सङ्कलन गरेर त्यो चाहिँ नि बाँधलाई राम्रो बनाउनुपर्छ है। ल यो चाहिँ नि सबैले हेरिदिनु होला र चाहिँ त्यही अनुसार चाहिँ नि बरु हामी सबै जम्मा भएर कहाँ के गर्नुपर्छ कसो गर्नुपर्छ बरु डेलिगेसन जानुपर्ने हो कि त्यो पनि गर्नु पऱ्यो। ल सबैलाई मैले त्यही भन्न चाहेँ। हस् त ल धन्यवाद नमस्कार। अब भिरकोट नगरपालिकासँग जोडिने मोटरेबल पुल हो। हजुर हजुर। अनि यो कति अवधिमा सकियो? यो त लाग्यो यसलाई 6 वर्ष लाग्यो। खासै 2 वर्षमा चाहिँ नि सम्पन्न हुनुपर्ने पुल थियो, 6 वर्षै लाग्यो। अनि तपाईँहरू चाहिँ कतिको भनौँ न अब यो मोटरेबल पुल बनिसकेपछि तपाईँहरू त यहीँको स्थानीयवासी अझ तपाईँ चाहिँ यहीँ नजिकै तपाईँको घर रहेछ होइन, तपाईँलाई चाहिँ कतिको आशा छ विकासको लागि होइन? अब तपाईँले कतिको प्रगति गर्न सकिन्छ होइन? यतिको मोटरेबल पुल बनिसकेपछि तपाईँलाई कतिको आशा लागिरहेको छ? हजुर यसले हाम्रो चाहिँ नि वालिङ नगरपालिकाको वडा नम्बर 11 अनि भिरकोट शहरकै चाहिँ नि यता चाहिँ पोखनदेखि सिमले अनि सोरेक अनि यतापट्टिको चाहिँ नि धेरै अनि सोरेक मैदान अनि यहाँदेखि चाहिँ नि यो सबै यहाँको कृषिमा उत्पादित चाहिँ सामानहरू ढुवानी गर्नको लागि र बर्खामा चाहिँ पनि यसले ठुलो राहत दिएको छ। र पारितिरका मान्छेहरू पनि त्यतापट्टिको मान्छेहरूको खेतबारी छ यहाँ, उनीहरू चाहिँ खेतमा काम गर्न आउनलाई पनि यहाँ वालिङबाट घुमेर आउनुपर्ने हुन्थ्यो। अहिले उनीहरूलाई पनि सहज भयो र यसले फेरि धेरै सर्टकट यहाँबाट चाहिँ नि यता माथितिर चाहिँ नि सोरेक मैदान जान अनि गढीबन्ज्याङ जान र डौवा चाहिँ अरू गाजानेतिर जान, यता चाहिँ नि चापपानी जान अनि यो एरिया चाहिँ सबै यो एरियातिर जानको लागि चाहिँ यसले चाहिँ धेरै नै सहज भएको छ। अनि यो छतिवन चाहिँ सुन्तलाको एकदमै प्रख्यात ठाउँ भन्ने सुन्छु मैले। तपाईँहरूलाई यो सुन्तला खेतीको लागि पनि बेसरी राहत मिल्ला जस्तो मलाई लागिरहेको छ। कतिको तपाईँले कतिको मैले चाहिँ यो सुन्तलाबाट चाहिँ मैले कतिको प्रगति गर्छु भन्ने तपाईँलाई लागिरहेको छ यो पुल बनिसकेपछि? यहाँ चाहिँ नि सयौँ रोपनी जग्गाहरू चाहिँ नि बाँझै बसिरहेका छन्। यहाँका मान्छेहरू अहिले बाँदरकै कारणले गर्दाखेरि कतिपय पलायन पनि भइसके र कतिपय यहाँको चाहिँ नि घरलाई त्यतिकै राखेर अनि उता चाहिँ नि बुटोलतिर गएर यसो चाहिँ नि 10-12 हातको घडेरी किनेर त्यहाँ घर बनाएर चाहिँ नि बसिरहेछन्, बाहिर गएर कमाएर लिएर आउँछन्। यहाँ जग्गा जमिन बाँझै छ, बाँदरको कारणले पनि हो। र अहिले चाहिँ नि ती बाँझो रहेका ती बारीहरूमा सुन्तला लगाइयो भनेदेखि यहाँ जोसुकैले पनि वर्षमा चाहिँ 20-30 लाख रुपियाँ कमाउनलाई कहीँ जानुपर्ने छैन। हजुर अहिले यो वर्ष तपाईँले सुन्तलाको कति आम्दानी गर्नुभयो? होइन हाम्रो चाहिँ खासै भर्खरै सुरु भएको हो, राम्रै थियो। अहिले चाहिँ नि यसलाई अरू वर्षको तुलनामा भन्दा यो वर्ष चाहिँ नि राम्रै आम्दानी लियो हामीले। लगभग राम्रै भन्नाले अनुमानित बजेट भनिदिनुहोस् न कति जति भयो? 8-10 लाख रुपियाँको सुन्तला बिक्री गरियो। 8-10 लाखको गर्नुभयो भनेपछि अब यो मोटरेबल पुल बनिसकेपछि तपाईँलाई चाहिँ ढुवानीको लागि एकदम सुविधा हुने भयो र 10 लाखबाट पनि तपाईँले यसको डबल आम्दानी गर्न सोच्नु भएको छ होइन? होइन आउने वर्ष त हाम्रो चाहिँ नि डबल नै हुन्छ नै, किनभनेदेखि हामीले त्यही अनुसारको मलजल पनि गरेका छौँ र अब सबै कुराहरूको सुविधा पनि छ। र धन्यवाद यहाँका स्थानीयवासी तुलसीराम पौडेलज्यूलाई। उहाँ
उहाँले यो मोटरेबल पुल बनिसकेपछि उहाँको प्रशस्त मात्रामा सुन्तला खेती रहेछ यहाँ। उहाँले चाहिँ योभन्दा पनि डबल आम्दानी लिएर मैले यहाँ यो मोटरेबल पुल बनेको मैले चाहिँ फाइदा लिनेछु भन्नुभएको छ। पक्कै पनि उहाँले आशा राख्नुभएको सफल हुनेछ।